ल यो चाहिँ हुप्सेकोट पालिकाको यहाँ एकजना किसानको फिल्डमा यहाँ चाहिँ किसानहरूले अहिले यति बेला काँक्रो चाहिँ करिब असोजतिर काँक्रो लगाएर र यो अफ सिजनको चाहिँ एउटा खेती गर्नुहुने रहेछ। यहाँ चाहिँ यहाँ हेर्न सकिन्छ यो चाहिँ अहिले यति बेला यो हुर्किएर यो भेजिटेटिभ स्टेजमा भएको यो काँक्रो चाहिँ भक्तपुर लोकल काँक्रो रहेछ। यो काँक्रो चाहिँ उहाँहरूले उत्पादन गरेर करिब सुरुवाती भाउ चाहिँ 100-120 सम्म प्रति केजी र लगत्तै 50-60 केजीसम्म चाहिँ केजीमा उहाँले बिक्री गर्नुभएको छ। राम्रो भाउ पाउनुहुने रहेछ। कति भाउ पार्नुहुन्छ यसको हजुरले? भाउ अब हेर्न कसरी चल्छ। प्राय कति पर्छ यो? प्राय कतिमा बेच्नुहुन्छ हजुरले? अब पोर्छ अब सुरुमा 120 सम्म गयो। ए हो भनेको